भने नि अघि यहाँ सरले पनि भन्नुभयो मेरो छोरा त कोरियाको छ त मैले त देखेको छु नि त। यसो डेरी सेरीतिर भेला भने अझ पहिले त थाहा नभएर मेरो छोराले 24 लाख कमाएर यो महिना भन्छ। हो 24 लाख त कमाएको हो, तर त्यो कोरियन पैसा हो क्या। कोरियन पैसा 24 लाखको यहाँ 2,40,000 हुन्छ। पहिलो त यो बुझ्नु पर्यो। अनि तपाईको छोराले 2,40,000 कमाउँदै गर्दा तपाईले फुर्ती लाएर त्यहाँ सुनाउनुहुन्छ नि। तपाईले मान्छेलाई गाउँमा पहिले तपाईले 1,000 माग्दा नदिने मान्छेले पनि तपाईलाई अब के गर्छ, सापट माग्न आउँछ क्या उनीहरू। याद गर्नुहोस्, तपाईको आफन्त नजिकको मान्छेले सापट लगाउ भने हत्तपत्ती पिर्दैन बुवा। यो त हामी भुगिराखेका छौँ नि। त्यसैले तपाईले छ पनि नभन्नुहोस्। यदि तपाईलाई छ थाहा छ भने पनि के भन्नुहोस् भने मेरो छोराले रगत आँसु बेचेर दिएको पैसा नानीमा सापट दिनु, म सही ठाउँमा लगानी गरिदिन्छु, म तपाईँ सापट दिन रिसाए पनि रिसाओस्। तपाईले यति भन्न आउट गर्नुहोस् बुवाहरू। हजुरहरूले गाउँमा फुर्ती लगाएर यति कमाउँछ उति कमाउँछ भनेर देखाउँदै गर्दा तपाईँको आफन्तले 1 लाख 2 लाख हस्पिटलमा छ मेरो मान्छे पठाइदिए बाध्यता परिन्छ, पठाइन्छ। चुडिँदै तपाईँ छोराको पैसा के हुन्छ, सकिन्छ। मैले अघि भन्दै थिएँ नि, तपाईँ हामीलाई उहाँ कोरियामा गाली गर्दा सेके भनेको कुकुर भनेर गाली गर्छ क्या। प्रत्येक शब्दमा कोरियामा तपाईँ हामीले गर्ने गाली के हो, कुकुर भन्छ क्या। तपाईँको छोरा कुकुर बनेर काम गरिरहेछ, तपाईँ यहाँ साउथी बनेर हिँडेर के अर्थ लाग्दैन बुवा? हो तपाईको छोराले कुकुर शब्द सुनी तपाईलाई साँच्चै मेरो बाउलाई माया गर्छु, मेरो आमालाई माया गर्छु, मेरो श्रीमतीलाई माया गर्छु, मेरो छोराछोरीको भविष्यका लागि काम गर्छु भनेर कुकुर शब्द सुनी पनि तपाईको लागि भइरहेको छ। प्लिज मेरो आग्रह छ बुवा, तपाईहरुले छोरालाई यति मात्रै भनिदिनुहोस्, म छु केटा, म तेरो 1 रुपैयाँ पैसा पनि तलमाथि हुन दिन्न, त आँट गरेर काम गर छोरा, यति मात्रै भनिदिनुहोस्। तपाईको छोराले संसार खान्छ। तर हामी बुवा अर्थात् हामी छोरा मान्छेहरूमा एउटा कमजोरी पनि छ, हामी माया देखाउन जान्दैनौँ। जहिले पनि हामीलाई केटा त्यहाँमास्तै छस् गदा, त्यहाँ कमाउँदै छस् कि ती त बोल्छौ। हो बुवाहरूको घरमा पनि हो, मेरो छोराछोरी नबिग्रोस् भनेर अलिक स्ट्रिक्ट त बोल्छौ। तर बुवा तपाईँको छोरा देशमा हुँदा तपाईँले जे भने पनि हुन्छ, तर विदेश गइसकेपछि कुकुरसँग काम गरिरहेको छ त्यो छोरा, तपाईँको पनि मायाको आवश्यकता छ है। तपाईको आमाको मात्रै होइन, उसलाई तपाईँ बुवाको पनि मायाको आवश्यकता छ। त्यसैले मेरो कान्छा, मेरो ठुला, मेरो छोरा के गर्दैछस् बाबु, के खाइस्, त मेहनत गर्दैछस्, त दुःख गर्दैछस्, गर है बाबु। तपाईँले यति चाहिँ भनिदिनुहोस् है बुवा, मेरो बुवाहरूलाई यो आग्रह छ। र तपाईँको छोराले कमाएको पैसा सही ठाउँमा लगानी गर्न तपाईँको निर्णय अत्यन्तै प्रमुख हुन्छ, त्यति चाहिँ गरिदिनुहोस् है बुवाहरू। म आमालाई केही पनि भन्दिनँ, आमा निर्दोष छिन्। आमालाई पठाइदिए 2 रुपियाँ थैलीमा हालिदिन्, त्यो पनि छोराकै लागि बचाइदिएर राख्छिन्। आमाहरूलाई म केही पनि भन्दिनँ। दोस्रो म श्रीमतीहरू, जो कोरियामा हुनुहुन्छ उहाँका श्रीमतीहरू मैले यहाँ धेरै देखेको छु। तपाईँ धेरैजना मेहनत गरेर गर्नु भएको छ, श्रीमान उहाँ दुःख गरिरहेको छु। तपाईँले यहाँ अझै कसैले त धेरै कमाएको पनि देखेको छु, सलाम छ तपाईँहरूलाई। तर केही श्रीमतीहरू जो मेरो श्रीमान कोरियामा छ भनेर गतिला पर्फ्युम लगाएर है, गतिलो टल्किने ड्रेस लगाएर हिँडिरहनु भएको छ नि चेलीहरू, प्लिज तपाईको श्रीमान मैले अघि भनिन कुकुर भएर दुःख गरिरहेको छ, तपाईँ यहाँ मालिक पनि भएर नहिँडिनुहोस्। तपाईको श्रीमानले तपाईलाई भोलि सुरक्षित भविष्यका लागि कुकुर बनेर काम गरिरहेछ क्या। तपाईहरुले प्लिज त्यति बुझिदिनुहोस्। मेरो श्रीमान जिन्दगीभर विदेश बस्नु नपरोस्, 5 वर्ष 10 वर्ष दुःख गरोस्, मेरो छोराछोरी भोलि विदेश जानु नपरोस्। ऊ दुःख गर्छ, त्यसो भए म पनि सानो पसल खोल्छु, या उसले कमाएको पैसा बचत गर्छु, या म पनि केही गर्छु भनेर तपाईले लागेर 2 रुपियाँ मात्रै, हेर श्रीमान मैले आज 2 रुपियाँ मात्रै भए पनि बचाएँ, तिमीले त 2 लाख कमाए, मैले 2 रुपियाँ बचाएँ, तर नेपालमा बचाए तिम्रो लागि सहयोग भनेर थपिदिनुहोस् त। तपाईको श्रीमानको छाती यत्रो फुलेर आउँछ। तर बिहानै फोन गरेर तिम्रा बाउ के भएका, तिम्री आमा के भएकी, मलाई देख्न सक्दैन, यस्तो गर्छन् उस्तो। त्यो यो तपाईको शर्त राख्ने बेला होइन चाहिँ यो। तपाईको श्रीमान सबै तपाईलाई छोडेर सम्पूर्ण कुरा छोडेर अब कमाउनु भएको छ, दुःख गर्नु भएको छ। शर्त राख्ने यो बेला होइन। आओस् श्रीमान आओस्, दुःख गरेर कमाएर ल्याएर आओस्। त्यो दिन बुढाएर पनि छलफल गरेर भन्नु, तिम्रो बुवाले यो भन्नु, तिम्रो आमाले यो हिसाब किताब त्यो दिन गर्नु। तर त्यहाँ भएको श्रीमानलाई ती दुःख नसुनाइदिनु। अघि सरले भन्नु नि, सन्जी सरले जब काम गर्दै गरेको र मेसिनमा काम गर्दै गएर तपाईँको या मेरो श्रीमतीलाई बुवाले यसो भने, बाउले यसो भने, आमाले यसो भने, के भयो होला, घरमा के भयो होला, चिन्ता यहाँ दिमाग यहाँ भएपछि उहाँ हात काट्छ कि काट्दैन। दिमाग सबै यहाँ भएपछि ज्यान मृत्यु मन सबै नौनारी गल्छ कि गल्दैन। अनि त्यो दुःख गर्न गएको श्रीमानलाई तपाईँले बल हिम्मत दिने कि नौनारी बनाउने। तपाईँ साँच्चै जीवन साथी हो भने सधैँ हिम्मत दिनु साथी। तपाईँ भन्नुहोस् प्लिज, तपाईँ त्यहाँ डट्नुहोस्, म हरेक कुरा सहेर पनि यहाँ गर्छु। अलिक ठास ठुस त पर्छ त घरमा,
त्यो नसुनाइदिनुहोस् प्लिज। पर्छ अलिअलि, जसको पनि पर्छ, पर्दै जान्छ। तर तिमी त्यहाँ गर्दै जाऊ, म पनि यहाँ केही गर्दैछु, आउनुहोस्, भोलिको भविष्य तपाईँ आएपछि हामी सुनिश्चित गर्नेछौँ। त्यो दिन रमाउला बुढा भनेर दुःख गरिदिनुहोस् चेलीहरू। तपाईँहरूले मेरो यो आग्रह छ। अब त्यति मात्रै होइन साथीभाइ, म कोरियामा भएका परिवारको दाजुभाइ दिदीबहिनीहरू पनि आउनु भएको छ, तपाईँहरूलाई पनि भन्छु। विशेष गरी भाइहरू, मेरो दाजु त कोरिया छ नि भनेर यत्रो गोरुसँगै मोटरसाइकल किनेर 3-4 लाख आइफोन किनि मागेर तपाईँहरू यहाँ सान दिँदै बालै भएन नि भन्दै कुदेको मैले धेरै देखेको छु। त्यो दाजुको पैसामा नि, त्यो दाजुको पैसामा तपाईँले यहाँ फुर्ती लाउँदै अझ कसैलाई त कुर्दै ब्यान्डेज गरिदिँदै हस्पिटल लगाइ तिर्दै गरेको मैले देखेको छु। कृपया त्यो नगर्नुहोस्, तपाईँलाई पाप लाग्छ। तपाईको दाजु कुकुर भएर उहाँ दुःख गरिरहेको छ, तपाईँ त्यो हुने कोसिस गर्नुहोस् प्लिज। तपाईँले पनि दाजुको बाटो बरु समात्नुहोस्। तपाईँको बुवाले पछि मलाई चाहिँ हेला होचो गरौ किन भन्नुहुन्छ भने तपाईँको दाजुले पसिना बगाइरहेको छ, तपाईँ यहाँ मोज गरिरहनु भएको छ। मोज गर्नेलाई पछि सुख हुँदैन। तपाईँको बुवाले पनि मेहनत गर्ने मान्छेलाई रोज्ने पछि गएर। त्यसो भए दाजुभाइ दिदीबहिनी, तपाईँले पनि मेरो माइतीमा छ, मेरो दाइमा छ भने फुर्ती लाउने होइन। मेरो दाइले 2 लाख कमाउँछ, म पनि अब त्यसो गर्छु। दाजु म के गर्नु, म कहाँ जाउँ, म कसो गर्नु, सल्लाह लिनुहोस्। कोरियन भाषा पढ्न हामीसँगै आउनुपर्छ भन्ने छैन, तपाईँलाई जहाँ इच्छा लाग्छ त्यहाँ पढ्नुहोस्। कोरियन भाषै पढ्नुपर्छ भन्ने छैन, अरू होलान्, तर तपाईँले पनि गर्ने कोसिस गर्नुहोस्। कृपया दाजुको दिदीको धम्की दिएर नहिँड्नुहोस्। मैले धेरै त्यस्तो देखेको छु। यो अर्थ गर्नु हुँदैन। साँच्चै भन्नुहुन्छ भने तपाईँ साँच्चै उसको चेली हो, तपाईँ साँच्चै उसको भाइ अथवा दाजु हो, तपाईँ उसलाई साँच्चै माया गर्नुहुन्छ भने ओहो मेरो दाइले यत्रो कमाइ गरेको छ, यसलाई कसरी लगानी गरिदिने, यसलाई कसरी राम्रो बाटोमा गरिदिने, बरु उसलाई सहयोग गरिदिनुहोस्। भाइ तिमी नआत्यो, यहाँ 4 बार बनाउने खर्च बरु म जुटाउला, तिम्रो पैसा नमासौला, तिमी राम्रो गरेर आऊ है भनेर हिम्मत दिनुहोस् न। यति तपाईँ परिवारको अरूको पर्दैन। तपाईँको छोराछोरीले कोरियामा गाली खाओस्, उसलाई कुकुर भनोस्, उसलाई कसैले थप्पड हानोस्, ऊ हार्नेवाला छैन। तर जब तपाईँ परिवारको कोही सदस्यबाट उसको चित्त दुख्छ, नौनारी भन्छ, उसले काम गर्न सक्दैन। त्यसैले तपाईँ परिवार भएको हैसियतले, तपाईँ परिवारको सदस्य भएको हैसियतले तपाईँले बल दिनुहोस्। कृपया यति गरेको चाहिँ तपाईँको सन्तानले अवश्य कोरियामा दुर्घटना रहित, समस्या रहित 10 वर्ष या 5 वर्ष कार्यकाल बिताएर आउँछ र अलिकति पैसा कमाएर आउँछ, बचाएर आउँछ, यहाँ तपाईँको भविष्य सुनिश्चित गर्न सक्छ। कृपया मेरो तपाईँहरूलाई आग्रह छ, तपाईँ यहाँ कोरियामा भएका कोही सन्तानको परिवार हुनुहुन्छ, यहाँहरूले यति कुरा चाहिँ ध्यान दिनुहोस्। मेरो यति आग्रह छ, तपाईँको सन्तान कोरियामा हुँदै गर्दाखेरि यति चाहिँ बल दिनुहोस्। कृपया यहाँहरू सबैलाई मेरो आग्रह छ। अरू सबै सरहरूले भनिसक्नुभयो पैसा कसरी बचाउने, कसरी लगानी गर्ने, सरहरूले सबै भनिसक्नुभयो, म त्यसको विज्ञ पनि होइन। तर एउटा कुरा चाहिँ भन्छु, हेर्नुहोस्, मनोविज्ञान भन्ने कुरा अथवा तपाईँ हाम्रो मानसिक तनाव भन्ने कुरा जति ठुलो, जति स्ट्रङ भए पनि एक दिन मान्छे बल्छ। कोरियामा धेरै मान्छेहरूले सुसाइड किन गर्छ तपाईँहरू सुन्नु भएको छ? भगवानको काममा नपरोस्। मैले अहिलेसम्म इलाममा पढाएको, हाम्रो केन्द्रीय कलेजमा पढेर गएका साथीहरूले अहिलेसम्म भगवानको काममा नपरोस् सुसाइड भएको छैन। नहोस् त्यो कामना गर्छौँ। तर तपाईँको छोरो जति नै स्ट्रङ भए पनि, तपाईँको श्रीमान जति नै स्ट्रङ भए पनि, तपाईँको दाजु दिदी जति नै स्ट्रङ भए पनि तपाईँको व्यवहारले गर्दा गल्छ र अन्तिममा त्यो निर्णय पुग्छ। अघि सरले भन्नुभयो नि, कोरियनको कारणले त 1-2% मात्रै हो, 97-98% मान्छे आफ्नो परिवारको कारणले सुसाइड गर्छ। कृपया तपाईँले यो कुरा मध्यनजर गरिदिनु। बुवाहरूले माया देखाइदिनुहोस्। मिल्छ भने साँझ फुर्सदको दिन भिडियो कल गरिदिनुहोस्, मेरो बाबु के छ भनिदिनुहोस्। श्रीमतीले मेरो प्यारा अथवा श्रीमानले मेरी प्यारी के गर्दैछौ, तिमी त्यहाँ दुःख गरिरहेकी छौ, तपाईँ त्यहाँ दुःख गरिनु भएको छ, हामी यहाँ गर्दैछौँ। यो बल सधैँ दिदिनुहोस् है, मेरो तपाईँलाई आग्रह छ। यति गऱ्यो भने तपाईँको भविष्य पनि सुन्दर छ। तपाईँको सन्तान फेरि परिवार फेरि अर्को देश जानु पर्दैन। बुवाहरूले निर्णय लिदिनुहोस्। बुवाहरूलाई आफूलाई थाहा छैन भने, अघि सरहरूले भन्नुभयो नि, आफूलाई आउँदैन भने कुनै पनि कुरामा लगानी नगर्नुहोस्। गाउँघरमा जान्ने मान्छे हुन्छन्, आफन्त विज्ञ हुन्छन्, उहाँहरूलाई सोधेर लगानी गर्नुहोस्। म त धेरैजनाको पैसा त जग्गामा फसे जस्तो देख्छु। धेरैजनाले पहिलो पठाएपछि चाहिँ ऋण आदि ऋण खोजेर ब्याजमा खोजेर पनि घरै जोडिहाल्ने। यो सामाजिक बनावट पनि अलिक खराबै छ। पहिले चाहिँ हामीलाई घरै चाहियो, किन बनाएको यत्रो तलै छ, होइन बुवा, होइन आमा, घर जति तलै भए पनि मन बसेन भने केही पनि होइन। घर त्यो हो जहाँ मन बस्छ। तपाईँ हाम्रो गाउँकै घरमा पनि मन बस्यो भने त्यो घर हो। सहरको घर पनि मन बस्यो भने त्यो के हो, घर हो। मन राख्नुहोस्। जति ठुलो घर भए पनि मन बसेन भने अशान्त हुन्छ, हुँदैन।
त्यसैले घर प्रमुख कुरा होइन, तपाईको सन्तानको भविष्य सुनिश्चित गर्नु प्रमुख कुरा हो। तपाईको छोरा नाति पनाति भोलिका दिनमा होइन अगाडि बढ्दै जाने कुरा चाहिँ मुख्य कुरा हो। त्यसमा तपाईहरुले ध्यान दिनुहोस्, विशेष गरी बुवाहरूले लगानी के गर्ने भन्ने कुरामा र तपाईको परिवारको सन्तानले कसरी चाहिँ मेरो परिवारको परिवारलाई मैले इफोर्ट लाउनुपर्छ, कसरी उसलाई माया ममता दिनुपर्छ, कसरी ट्रिट गर्नुपर्छ भन्ने कुरामा यहाँहरुको सधैँ प्रेरणा उसले चाहिरहेको हुन्छ, खोजिरहेको हुन्छ। फेरि हामी छोरा मान्छेलाई विशेष गरी भन्न सक्दैनौँ, अभिव्यक्त सक्दैनौँ। अघि सरले भन्नुभयो, तुलसी सरले भन्नुभयो, दुर्घटना हुँदा पनि तपाईँलाई किन भन्न सक्दैनौँ थाहा छ? म बरु सहन्छु मेरो परिवारलाई नपरोस् भन्छ नि छोरा मान्छे। अघि मैले भने नि बुवाहरू माया देखाउन जानिँदैन हामी छोरा मान्छे, तर देखाउनु पर्दो रहेछ। म कहिलेकाहीँ यही लाम्बा पढाएर मेरो घर पुग्छु, छोरी सानै चाहिँ राति हुन्छ, बोल्न भ्याउँदिन। अस्ति एकजना आफन्तले तेरो बाबु कस्तो छ नानी भनेको, कालो छ भने म त्यति कालो पनि छैन, तर बिचरा राति पुग्छु अँध्यारोमा देख्छ, बिहानै अँध्यारोमा देख्छ, बाबुलाई कालो नदेखेर के देखोस् भन्नुहोस् त। अनि अस्ति एक दिन चाहिँ उसलाई चोट लागेछ, खुट्टामा चोट लागेछ उसको मामुलाई, बाबालाई नसुनाउनु है भनेर। अनि किन भनेको बाबाले मलाई मायै गर्नुहुन्न। हेर्नुहोस्, म बेलुका राति 3 बजे उठेर वृत्तान्तबाट लामा आउँछु, केन्द्रमा आएर पढाउँछु, 2 बजीसम्म पढाएर फेरि जान्छु। यो सबै मैले दुःख गरिरहेको लागि तिनै छोराछोरीको लागि त होला नि होइन, तर खै मैले माया देखाउन जान्दो रहन्छु नि। उमेर पनि सकिएर आउँछ। हेर्नुहोस्, 10 वर्ष बसेर कोरियाबाट फर्केर आउँदा उमेर पनि सकिएर आउँछ, ढल्केर आउँछ। फेरि यहाँ लगानी गरेर यहीँ काम गर्ने वातावरण भएपछि कहाँ जाओस् बिचरा कोरिया जान पाउने? 10 वर्ष बसेर मलेसिया जाओस्। अझै चाहिँ दाँत खुक्लिन जान्छु म, तपाईँलाई फोन गरेर म त्यहाँ भनिनुहोस्। भोलि तपाईँ सँगै बसेर उहाँबाट कमाएर ल्याएको लगानी 2-4 रुपियाँ लगानी गरेर यहीँ 2-4 रुपियाँ कमाउने वातावरण बनाउनका लागि तपाईँ परिवारको एकदमै ठुलो भूमिका छ। यही भूमिकाका लागि आजको वित्तीय साक्षरता तालिम यहाँसम्म तपाईँलाई ल्याइदिनु सञ्जीव सरलाई फेरि पनि धेरै धेरै धन्यवाद भन्छु। यहाँहरू सबैसँग तपाईँका परिवारको शिक्षकको हैसियतले अगाडि दिन पाउँदा हजुरहरू सबैलाई धेरै धेरै धन्यवाद। त्यसैगरी मैले सेवा गर्दै आएको केएमजी कलेज इलाममा छ, उहाँहरू केएमजी कलेज परिवारलाई धेरै धेरै धन्यवाद, किनभने आजसम्म हामीलाई रोजगारी दिनु भएको छ, उहाँलाई धेरै धेरै धन्यवाद। यहाँ आएर कार्यक्रम चलाइदिने बहिनीलाई धेरै धेरै धन्यवाद। प्राविधिक हिजोली सहरहरू तलबाट आउनु भएको छ, उहाँहरूलाई धेरै धेरै धन्यवाद। हामीलाई क्याटरिङ उपलब्ध गराएर तपाईँ हामीलाई खाना चिया सबै कुरा उपलब्ध गराइदिने क्याटरिङलाई समेत धेरै धेरै धन्यवाद दिँदै यहाँहरूको आगामी दिनमा पनि अल्छी नमानिकन कार्यक्रममा सहभागिता हुने अपेक्षा राख्दै लगभग कार्यक्रम अन्त्य भएको म घोषणा गर्न चाहन्छु। यहाँलाई ढिलो हुन्छ होला, धेरै धेरै धन्यवाद।